Hello guys, welcome back to my new video YT Power Vlogs. सन्चै हुनुहुन्छ? के छ हालखबर हजुरहरुको? मेरो नि ठीक छ, जक्कड छ मेरो नि। मैले चाहिँ आज हाम्रो घरको अलराउन्डलाई घुमाएर देखाउँछु। हाम्रो घरमा के छ, कस्तो के छ, अझ त्यही हो सबै हेर्नु होला। मैले अब हजुरहरुलाई देखाउँदै जान्छु है। हाम्रो घर आँगन, हाम्रो घर आँगन चाहिँ हाम्रो रेडीले करेलो लाउनुहुन्छ। करेलो हेर्नु होला कस्तो छ करेलो। र अहिले चाहिँ यहाँ बाटोमा खन्नु भएको छ। यहाँ पहिला बाटो थियो, अहिले चाहिँ बन्द छ। यहाँ चाहिँ अब के बिउ लाउनु भएको थियो, खन्नु भएको छ। र हाम्रो बुट्टा छ यहाँ, सुन्तलाको बुट्टा। खासै गुलियो त फल्दैन, ठिकै हो। यो चाहिँ सुन्तला चाहिँ कस्तो छ भन्दा सिजनै नआइकन फल्दिने छ कि सुन्तला। यहाँ हेर्नु न, देख्नुभयो अहिले फल्यो। अहिले यहाँ सिजनै होइन नि। हाम्रो मन्दिर छ, मन्दिर कस्तो लाग्छ भनिदिनु होला कमेन्टमा। र हाम्रो यहाँ झार कस्तो लाग्छ भन्नु होला है। झार पनि आज डेडीले काटेर ठ्याक्क आफ्नो लेभलमा गराउनु भएको। मैले पहिला एकचोटि काटेको थिएँ तर लेभलमा आएको थिएन। र आज बिहान डेडीले काटेर लेभलमा ल्याउनु भएको छ। हेर्नु होला कस्तो लाग्छ भन्नु होला। र हाम्रो कपुरको बुट्टा छ। मैले चाहिँ यो खेल्न लगाइदिएको पहिले बच्चामा, अनि अहिले चाहिँ यत्रो भइसकेको छ। हेर्नु होला। र हाम्रो यहाँ आँप पनि छ। आँप यहाँ हामीले पूजा गर्ने ठाउँ छ। म यहाँ सधैँ पूजा गर्छु बिहान बिहानै। र यहाँ भाँडा माझ्ने ठाउँ। यहाँ चाहिँ यो कटेरो चाहिँ यो पहिला यहाँ यो नहुँदा चाहिँ यहाँ यो ढलान थिएन नि त। ढलान नहुँदा चाहिँ यहाँ माटोको थियो, त्यही त यहाँ हामीले यता बाइक ल्याएर राख्यौँ। अहिले चाहिँ यो खास यो भएर यहाँ यो भएर मिल्दै होइन, त्यही भएर यो चाहिँ त्यसै भएको छ। अहिले यहाँ चाहिँ यस्तै कोदालोहरू राख्ने यस्तै गरेर राखेको छ। र यो चाहिँ अहिले यो बनाएको चाहिँ अहिले नयाँ है, नयाँ होम भ्यू होला। र यहाँ एउटा हाम्रो आमाले, यहाँ गाउँको आमाले ल्याइदिनु भएको थियो हामीले लौका। र हाम्रो मम्मीले हाम्रो किचन यता हाई गरिदिनु। हाई हामीले यहाँ चाहिँ अघि अब केही पकाउनु पर्यो भने यस्तो मासु अब हाम्रो घर त मासु पाक्दैन। हाम्रो मम्मीले मासु खानुहुन्न, भेज हो। काँक्रो चाहिँ भर लाउँदै हुनुहुन्छ हाम्रो डेडीले। खासै ठुलो त ठुलै भएछ, अब कलसम्म फल्छ भन्ने कुरो हेर्नु होला। क्या राम्रो लाउँछ हाम्रो रेडी फेरि किर्सीमा टप हो। र अहिले चाहिँ लाउँछ हाम्रो रेडी फेरि किर्सीमा टप हो। र अहिले चाहिँ यो हाल्नु भएको छ क्या। उयो चाहिँ किरा मर्ने चाहिँ हेर्नु कसरी मर्दो रहेछ, अचम्मै। र यहाँ खुर्सानी पनि लाउनु भएको छ। भर्खर नयाँ भएको छ हाम्रो रेडी फेरि किर्सीमा त भन्नै सकिन्न, त्यस्तो गर्नुहुन्छ काम। पसल छ हाम्रो, पसलमा पहिला बिहान जानुहुन्छ, बिहान गएर त्यही राति आउनुहुन्छ, राति आउँदा पनि काम गर्नुहुन्छ। त्यस्तो मेहनती हुनुहुन्छ हाम्रो रेडी। र हेर्नु यहाँदेखि पुरै वहाँसम्म छ, त्यहाँसम्म छ। र हाम्रो काँक्रो यो चाहिँ पहिल्यै लटको यो अब मर्ने बेला पनि भइसक्यो क्या। अहिले खडेरी छ, पानी नै परेन, त्यही भएर घामले बढी पात खाइसक्यो सबै। यहाँ काँक्रो छ, काँक्रो फलेको छ। मलाई काँक्रो पनि देखाउँछु होला, हेर्नुहोस्। र काँक्रो हेर्नु गाइज, काँक्रो मलाई काँक्रोको कति मन पर्छ भनिदिनु होला। र
कुनै बेला चाहिएमा हामीलाई सम्पर्क गर्नु होला। हाम्रो ठेगाना चाहिँ चापाकोट 8 दामाचौर माडी। केही चाहिएमा सम्पर्क गर्नु होला। अब टाढाको मान्छेलाई त त्यस्तै हो, नजिकलाई त भनेको। काँक्रो हेर्नु, काँक्रो क्या छ कि फल्या छ यहाँ त। र अहिले हाम्रो चाहिँ यो लिचीको बुट्टा, मैले यो बच्चामै लगाएको, अहिले चाहिँ ठुलो भएछ। यो फर्स्ट लट चाहिँ लिची फलेछ यहाँ, र त्यही 20-30 वटा फलेको थियो, र मैले चाहिँ खाएँ होला 10 वटा जति। 10 वटा खाएर अहिले चाहिँ यहाँ बुट्टामा खाली छ। अहिले चाहिँ एउटा हेर्नु, यहाँ एउटा मात्र झरेर रहेछ। तर त खानु त भएन, झर्या। गाह्रो छ, टिका लगाएको पुरै झरेछ टिका। र त्यही हो। अब हजुरहरूलाई यसो हाम्रो होम अलेरिया भिजिट गरा कस्तो लाग्छ भनिदिनु होला। र मैले यहाँ कपडा सुकाएको छु, कपडा छ मेरो यहाँ सुकाएको। यता भेडरी छ यहाँ। पहिला काउली थियो, काउली अब यहाँ सिजनमा सबै लाउनुहुन्छ। यहाँ काउलीहरू लाउनुहुन्छ, बन्दाहरू लाउनुहुन्छ, सबै हुन्छ। र अहिले हाम्रो यहाँ घिरौँलो पनि छ, हेर्नु गाइज, घिरौँलो पनि फलेको छ। घिरौँलो पनि छ, उता करेलो छ। करेलो पनि हेर्नु होला, त्यो झुन्डिएको एउटा। हेर्नु यो टाढको घिरौँला। र यहाँ चाहिँ फर्सी छ, फर्सीहरूको। अब यो हाम्रो डेडीले चाहिँ पसलमा उता बेजार लगेर त्यहाँ बेच्ने गर्नुहुन्छ। फर्सीको मुन्टाहरू, फर्सी यहाँ करेलै भयो। र यो चाहिँ एरिया छ नि गाइज, त्यसमा चाहिँ पहिला यो पुरै लगभग 8-9 सय बेर्ना लागेको। यहाँ चाहिँ पुरै काउली बन्दा मिक्स लागेको। र यताको एरिया चाहिँ यो मकै लागेको छ। र यहाँबाट हाम्रो रामडाँडाको भ्यू त्यहाँ हुन्छ। ओ त्यहाँ राम्रो हेर्नु होला, त्यहाँ एउटा मन्दिर देखेछ होला अलिअलि, हो त्यहाँ। र यता चाहिँ पहिला चाहिँ यो यत्रो ठुलो थिएन, यो मकैको बारी चाहिँ हाम्रो त होइन, अरूको यो। अरू चाहिँ अहिले यहाँ बिराएको भएर यहाँ चाहिँ अहिले ठुलो भएको छ। हेर्नु, हो उतैदेखि छ। पहिला चाहिँ यहाँ 3टा थियो, 3टाले एउटै गराएको यहाँ चाहिँ। र बुट्टा छ। तर गाइज चाहिँ अहिले भन्नुपर्दा चाहिँ यहाँ त लास्टै गरिम छ। बस र यही हो। कस्तो लाग्छ भिडियो भनिदिनु होला। हाम्रो घरको यो कस्तो छ, यो तरकारीहरू लागेको कस्तो छ कमेन्टमा भनिदिनु होला। र कुनै बेला हजुरहरूले चाहिएमा हामीलाई सम्पर्क गर्नु होला। हाम्रो ठेगाना चाहिँ मैले अघि भनिसकेँ, अब तर पनि फेरि भन्छु, चापाकोट 8 दामाचौर माडी, त्यहाँ छ ठेगाना। आएर लिनु होला, नत्र नम्बर पनि छोडिदिन्छु युट्युबमा, हेर्नु होला। बाई गाइज।